कुनै एकजना नेता आएर भनिदिन्छन् मलाई तलब भत्ता र राज्यले दिने कुनै पनि सेवा सुविधा चाहिँदैन। त्यसपछि तपाईँ हामी यति भावुक हुन्छौँ कि फेसबुकको कमेन्ट मुनि गएर देख्यौ नेता भनेको त यस्तो पो हुनुपर्छ, वाह क्या राष्ट्रभक्ति नेता भन्दै उनको जय जयकार र गुणगान गाउन थाल्छौँ। तर वास्तवमा एउटा सांसद, मेयर वा कुनै पनि तहको जनप्रतिनिधिहरूले राज्यले दिने सेवा सुविधा नलिनु साँच्चै ठिक हो त? आउनुहोस् आजको यो भिडियोमा यसबारे गहिराइमा गएर चर्चा गरौँ। एउटा व्यक्ति जनप्रतिनिधि बनिसकेपछि उसले अरू कुनै पनि ठाउँमा जागिर गर्न पाउँदैन। उसले कम्तीमा पनि बिहान बेलुका भात खानै पर्छ। चाहे पालिका जाँदा होस् या संसद भवन जाँदै गर्दा एक जोर कोट प्यान्ट वा दौरा सुरुवाल त लगाउनै पर्छ। चाहे निजी गाडीबाट जाऊ या सार्वजनिक यातायातबाट, गाडीमा तेल र भाडा त दिनै पर्छ। बेला बेला आफूले जितेर आएको स्थानमा जानै पर्छ। अनि त्यहाँ जाँदा भेट भएका 2-4 जना नेता र कार्यकर्ताहरूलाई चिया नास्ता त खुवाउनै पर्छ। काठमाडौँमा घर नहुनेले कोठा भाडा तिर्नै पर्छ। विवाहित भए श्रीमती र बालबच्चा र बाँकी परिवारको हेरचाह गर्नै पर्छ। अविवाहित नै भए पनि आमा बुवाको हेरचाह त गर्नै पर्छ। चाहे सांसद होस् या मेयर, मान्छे भएपछि सानोतिनो बिरामी त हुन्छ नै हुन्छ। अनि अस्पताल त जानै पर्यो, औषधि त खानै पर्यो, मोबाइल रिचार्ज त गर्नै पर्यो, वाइफाईको बिल त तिर्नै पर्यो। अब यी तमाम कुराहरू गर्नलाई चाहियो पैसा। अनि यी कुराहरू 1-2 दिनको लागि होइन, 5-5 वर्षसम्म गर्नुपर्ने हुन्छ। उसले जितेको दिनदेखि त्यसको 5 वर्षसम्म कुनै जागिर गर्न पाउँदैन र यदि व्यवसाय रहेछ भने पनि त्यहाँ भने जति टाइम दिन पनि पाउँदैन, किनकि उनीहरूले त्यो 5 वर्ष राज्यको लागि आफ्नो समय, सिप र क्षमता खर्च गरेको हुन्छ। अब भनेपछि यी सबै कुरा गर्न आवश्यक पर्ने पैसा कहाँबाट ल्याउने त? हो, त्यसैले गर्दा सांसद, मेयर वा यस्ता जनप्रतिनिधिहरूलाई अति आवश्यक पर्ने सबै कुरा राज्यले व्यवस्था गर्नुपर्छ भनेर नेपालको संविधानले नै परिकल्पना